मैले जुत्ता लाग्दैन के मन्दिरतिर हिँड्ने भयो नि यस्तो यस्तो छ कि हो नि खन्दै राम्रो। हेलो गाइड्स, यसमा एचएसटी ब्लग तपाईँहरूको माझमा आइसकेको छु। मैले हिजोको भ्लगमा भनेको थिएँ नि, आज चाहिँ म सुरेक मैदान भनेर चाहिँ गउँछु जाँदैछु मन्दिरमा पूजा गर्नुको लागि। त्यही भएर अहिले म चाहिँ यहाँ खाइन्डारा छु। हेर्न सक्नुहुन्छ खाइन्डाराबाट भ्यू यस्तो छ अहिलेलाई। अरू सबैजना रेडी भइसक्नु भयो। अब म पनि तलतिर जान्छु, के कस्तो हुन्छ बाटोमा मैले देखाउँछु है त। मसँग जुडिराख्नु होला है त अहिलेलाई। बाई। फाइनल्ली म यहाँबाट हिँडिसकेँ। अगाडि दिदी भेनाजु हुनुहुन्छ, म चाहिँ यहाँ बाइकमा छु। यहाँ हुनुहुन्छ, पछाडि गाडीमा पनि आउँदै हुनुहुन्छ धेरै मान्छेजना। गाडीमा चाहिँ अलिक धेरै मान्छे हुनुहुन्छ। यहाँ खाइन्डाराबाट तलतिर लाग्दैछु म चाहिँ अहिले। अब यहाँबाट तल सरेर जाऊँ। अनि त्यसपछि अहिले म पुग्ने भनेको उहाँ माथिको डाँडामा हो। रोकिने अलि तलबाट देखाउँछु मैले, तलबाट देखिन्छ होला। म पुग्ने भनेको डाँडा हो उहाँ माथि डाँडामा म पुग्ने अहिले। यहाँ माथिको डाँडामा पुग्ने हो। हुनुहुन्छ यस्तो छ हालत। ल यता बाटोमा भेट्दै गरौँ ल। चाहिँ म बाइकमा माथि आउन लागिसकेँ। यसो बाइकमा पानी हालौँ भनेर के गाई बाइक पनि ओहो नि हेर्ने लायकको भएको छैन। लास्टै पुरो भएको छ बाइक। हिजो कता कता पुग्यो नि त, जस्ताको त्यस्तै छ बाइक। त्यही भएर अब चाहिँ यहाँ विष्णु दाईको खुल्ला भयो भने त्यही पानी हाल्छु, भएन भने चाहिँ पानी हाल्दिनँ होला। सकभर पानी हान्न पाएको भए त राम्रो हुन्थ्यो। विष्णु दाई आएको छैनन्, अब पानी हान्ने कुरो पनि भएन। अब यतापट्टिको ग्यारेजमा म कहिले पनि जान्न। निस्किसक्नु भयो भेनाहरू, गाडीहरू चाहिँ पछाडि आउँदै गर्छ। गाडी आइसकेको छ। कृष्णलाई आएको पनि छैनन् अहिलेलाई। कृष्ण त आएनन् यहाँबाट। म निस्किन्छु। कति हुन्छ सिक्नु होला नि। यही हो गाडीको पछि धुलो खाइदियो, मलाई थाहा छ। मजाले धुलो खाइन्छ। यही हो गाडी, कृपया हिँडेको गाडी हो। सिट नकाटौँ होला, म त्यही भन्छु। सिट नकाट्नु होला। अहिलेलाई चाहिँ हामी यहाँ यहाँ आइसक्यो। अब यहाँबाट चाहिँ हामी तलतिर लाग्न पर्ने हुन्छ। पहिला चाहिँ बाटो थिएन, यसपालि हामी यताबाट गएको थियौँ, लास्टै जुको पाएको थियौँ। हो किन गाइज?
यहाँबाट तलतिर सर्दै सिक्किम हामी। यस्तो बाटोमा त फेरि आगो हो, यो बाटोमा त होइन हिँड्नुपर्ने हुन्छ। यहाँबाट धेरै लागे, अब आधा घन्टा होला सायद, भने जस्तो कुदाउन पाइन्न, आधा 1 घन्टै लाग्छ। अझै आधा घन्टा हुन्थ्यो जहिले, अब चाहिँ 1 घन्टा लाग्छ बाटो पनि यस्तो नै छ। सक्नुहुन्छ यस्तो यस्तो हुनु सक्छौँ हामी। ओ नि फाइनली पिच रोड आइसक्यो है त। फाइनल्ली मैले चाहिँ पिच रोड भेटिसकेँ गाइस। पिच रोड भेटिसकेँ। कति गियरमा छ मलाई पनि थाहा छैन गाइस, गाह्रो पऱ्यो। त्यसको लागि चाहिँ माइन्ड नगरिदिनु होला। म यही नै भन्न चाहन्छु हजुरहरूलाई। ए बाइकको त के गराउँछ भनेर सकिन्न। कराउँछ यति उकालो यो वहाँ माथि डाँडोमा हो क्या हामी पुग्ने त, यो माथिको डाँडोमा हो। पिच रोड चाहिँ मिठो भएछ गाइस। अरू केही नभए पनि पिच रोडले पनि धेरै असर पार्छ नि त होइन र। पहिला कस्तो अफ रोड थियो र अहिले पिच रोड हुँदा हेर्नुहोस् न यस्तो मजा लिन पाइएछ। यहाँ बस्ने ठाउँ पनि छ गाइस, बस्न सक्नुहुन्छ यहाँ आएर। मिठो मजा आयो गाइस यार। फर्स्ट टाइम म यो पिच बनेपछि त फर्स्ट नै हो क्या, यो त फर्स्ट टाइम नै हो मास्तिर हिँडेको। यो पिच बनेपछि पहिला नि गएको थिएँ, अहिले चाहिँ मिठो भइरहेको छ। जे होस् अझै यहाँ भने जस्तो बाटो त बल्ल पाइयो नि त होइन र। त्यस्तो मास्तिर होइन मन्दिर जे भए पनि खतरा मान्नेको नि त गौसुर मन्दिर भनेको त होइन। अनि पहिला यहाँ कस्तो अप्रोड थियो, लास्टै भेजा टाइपको थियो, नराम्रो थियो, चिप्लो त्यस्तै हुन्थ्यो। अब त पिच रोड भयो नि त, अब त चिप्लो जति पानी परे पनि भन्ने हुन्छ। अब त राम्रो बनाएर रहेछ नि, डेभलप हुँदैछ है गाइस। कालिम्पोङ सिटी डेभलप हुँदैछ। त्यो त अलि मास्तिर जाम, मास्तिर गएर भ्यू हेरौँ है त गाइस। फाइनली गाइस म चाहिँ मस्की डाँडा आइसकेको छु। यो चाहिँ मस्की डाँडा है। मस्की डाँडाबाट त हामी पहिला यो बाटो आएको, यो पुरानो बाटो अफरोड। अब यहाँबाट चाहिँ नि अफरोड सुरु होला गाइस, मलाई त्यस्तै लागेको छ। भएछ नभन्दै अफरोड सुरु भइसक्यो गाइस। पिच रोडसम्म त कुदाइयो, अफरोड अलि नकुदाम होला, किनभने लास्टै गाह्रो भएको छ। मलाई सन्चुन छैन भन्ने जस्तरी कुदाउन नि पाइन्न नि त गाइस मैले। अब जिन्दगीमा मैले भन्छु कि स्कुटीमा त पोखरा के को जाँदा म स्कुटीमै गयो सब यार। जिन्दगी ड्यामेज भयो जस्तो भएको छ, गाह्रो पऱ्यो गाइस। यहाँ चाहिँ अहिले हाललाई बाटो बनाउँदैछ। यता कताबाट निस्किन मिल्छ नि, हिँड्नु पर्ने। ओहो बाटो हेर्न सक्नुहुन्छ है त गाइस। बाटोबाट चाहिँ हामी निस्किसक्यौँ। गाडीहरू आउन अलिक गाह्रो रहेछ।
सुन्न होला सायद छैन गाइस। बाटो देख्नुभयो गाइस, यस्तो छ बाटो हालत। अनि कसरी प्रगति हुन्छ त गाइस होइन, यति त सहनु पर्यो नि गाइस होइन र। अब बाटो बन्दैछ, यति नसकिने त कहाँबाट हुन्छ। यति त मजाले सहनु पर्ने हुन्छ हामी सबैले। अब एकैछिन उठेर कुदाइदिउँ है त गाइस। मजा आयो जोस। ओहो गाइस, ल है ल, मस्की डाँडाबाट नि म धेरै मास्तिर आइसकेँ है त गाइस। यहाँ चाहिँ मिठो के हो यो ठाउँलाई के भन्छ गाइस, मलाई पनि थाहा भएन है। कुन बाटो हो यो? मुनिकै बाटो होला गाइस, माथिको बाटो कस्तो छ के छ मलाई पनि थाहा छैन। म चाहिँ ठाउँ आइसकेँ है। मलाई यो ठाउँको नामै थाहा भएन गाइस, त्यसमा म माथि जान्छु। हो गाह्रो पर्यो नि त गाइस होइन र। अब यस्तो बाटोमा यहाँ खुट्टा राख्ने, सर हिँड्ने, बग्ने। मैले फेरि जुत्ता लाउँदैन के मन्दिरतिर हिँड्ने भयो नि। यस्तो छ बाटो रिस्की। बाटो हेर्न सक्नुहुन्छ गाइस कस्तो छ यहाँको भनेर। बाटो हेर्न सक्नुहुन्छ गाइस यहाँ त कस्तो छ। म त्यस्तो हिट गरेको छैन। बाटो हेर्न सक्नुहुन्छ गाइस खनेको रहेछ। भेनाहरू पनि आउनु भइसक्यो ल। यस्तो छ, म त यहाँ छु। बाटो हेर्नु यस्तो छ कि ओहो नि खन्दै। पब्लिक राम्रो आएको छ यार। त्यही हो गाइस, भेनाहरू उक्लिसक्नु भयो। अब म पनि उक्लिन पर्ने हुन्छ, म पनि जान्छु। ल है त हेर्दै गर्नु होला, जोडिराख्नु होला मेरो भ्लगमा। तर गाइस यहाँबाट पनि फेरि मासतिर लाग्ने पर्ने हुन्छ। यहाँबाट चाहिँ हल्का पिज होला जस्तो मानिरहेको चाहिँ सकेसम्म नै पिज होला। पिजै रहेछ ऊ हेर्न सक्नुहुन्छ। यतापट्टिको पटस्थल मजाले हो नि एनएसमा हिँडिरहेको छौँ। मेरो गाडी फाइनली कुलिङ चलिसकेको छ, किनभने त्यस्तो दौडाएपछि त कुलिङ चल्नै पर्ने हुने थियो। ल गाइस यहाँबाट हेर्नु है गाइस कस्तो छ भनेर। यहाँबाट हेर्न सक्नुहुन्छ गाइस कस्तो मिठो छ नि यहाँ ठाउँ। यहाँबाट यो बाटो कता जान्छ मलाई पनि थाहा भएन। उताको साइड चाहिँ सबै रामपुर हो। अस्ति नै म यो गएको ठाउँ भनेको यो हो कि हो, यहाँ हो। म अहिले देखाउँछु पतस्त। यता मासतिर के छ मलाई पनि थाहा भएन।
रामपुर बजार चाहिँ मलाई लाग्छ ऊ त्यहाँको होला उहाँको। यहाँ चाहिँ राम्रो छ जे होस् हेर्न सक्नुहुन्छ। यहाँको चाहिँ ठाउँ हेर्नु न। ल गाइस म यहाँ फाइनली आइसकेँ। अब यहाँबाट धेरै छैन। यो डाँडा देख्नु भएको छ नि हो यो माथिको डाँडा हो। यो माथिको डाँडाबाट ठ्याक्कै त्यहीँ हो पुग्नु पर्ने चाहिँ। अझ धेरै कतै पनि होइन। म चाहिँ यहाँ आइसकेँ। बाइकले जे होस् क्लच प्लेट उडे पनि तानिरहेको छ। पर्फर्मेन्स राम्रै छ हेर्नु सक्नुहुन्छ। अघि भर्खर कुलिङ चल्यो हो कि न। मिठो छ यो ठाउँ जे होस्। ओहो नि भन्ने चाहिँ एकपालि चाहिँ छ है। ओहो नि हातमा त कति राम्रो देखियो के अरे 17। एकपालि माथि चढाम न होइन चढाम है एकपालि गाइस केही नै हुन्न। आनन्दै जान्छ नि। ओहो नि बवाल छ। यहाँबाट बिच्चाबाट छिर्दिउँ भनेको धन्नै ठोक्केन गाछ। मिठो छ कि यो ठाउँ हेर्नु सक्नुहुन्छ प्रशस्त। मिठो छैन त यहाँबाट। ओहो नि भन्ने छ के अरे। ओ नि भ्यू चाहिँ यस्तो दामी छ नि। पमुई खाम जस्तो छ है गाइस। भ्यू चाहिँ यस्तो छ। लुलुलु ल अब यहाँबाट चाहिँ म मास्तिर जानुपर्ने हुन्छ यो डाँडामा। ल गाइस फेरि पछि भेटौँला यहाँ। ल गाइस यहाँ नि आइयो फाइनल्ली। मजा आयो डाँडा कुदाउँदाखेरि। हो रिस्की त रिस्की नै हो ठाउँ त तर खासै रिस्की पनि होइन। भन्ने टाइपको चाहिँ अहिले हिमालयन है यो बवाल छ ठाउँ चाहिँ। यस्तोले हो कि लिर्काउने। अब भएन भनेर म एक्लै पनि छु नि त लिर्काइहाल्छ कि। फाइनली गाइस म चाहिँ यहाँ माथि आइपुगेँ। हेर्न सक्नुहुन्छ प्रशस्त। ल यो वेलकम गेटमा आइसकेँ। म कुन बाटो एक रड यताबाट हानिदिन्छु म है। हेर्न सक्नुहुन्छ। हो नि अहिले यहाँ माथि गएर नि हेरौँ ल। हेर्न सक्नुहुन्छ गाइस हजुरहरूले प्रशस्त देख्न सक्नुहुन्छ। पुलिङ चलिरहेको छ मेरो चाहिँ। यो चाहिँ नि के हो त हेर्नु न गाइस यस्तो बवाल छ नि। हेभन छैन त गाइस यहाँ हाम्रो। एक राउन्ड चाहिँ म घुमिसकेँ। एक राउन्ड चाहिँ म घुमिसकेँ त्यहाँ यहाँ। एकदम माथि सबै जाने होला के हुन्न के गाइस। यहाँ चप्पल खोलिसकियो। यो मेरै चप्पल हो गाइस। अहिले म यसरी हिँड्दैछु।
दिँदैन हो त्यहाँ बस्नुभएको छ ओहो नि गरोस् रहेछ गाइस यो चाहिँ ओहो यो हो नि त बल्ल रक्षा गर्न सकुन् यस्तो छ गाइस यहाँ चाहिँ अहिलेलाई म यहाँ चस्मा ल्याए जस्तो मानिरहेको थिएँ चस्मा लगायो भने मलाई झन् निकै ह्यान्डसम देखिन्छ भन्ने लाग्थ्यो तर देखिन्न होला अहिले हाललाई सायदै देखियो भने त राम्रो भयो देखिएन भने नराम्रो हुन्छ यहाँ चाहिँ बस्ने ठाउँ हो यति उकालो चढ्दा नि स्यासारा फ्याफा भइसक्यो आइज यार यस्तो छ गरोसुर है त गाइस यही हो गरोसुर यो पछाडि छ गरोसुर अहिले म चस्मा लगाइसकेँ हेर्न सक्नुहुन्छ यो लास्टै माथि छ क्या यो मन्दिर चाहिँ यताको ठाउँ चाहिँ कुन हो म त्यस्तरी खासै चिन्न सकिनँ भनेको त यो त हाम्रै ठाउँ हो अरे म चिन्नै सकिनँ भनेको त्यो त हाम्रै ठाउँ हो नि यार होइन र यो झलुङ्गे ए यो उसो पर्वत जाने पुल यो यता यो भयो बोजी भन्दिङ यहाँ छ ओहो नि यो यता बोजी भन्दिङ थानपाटा चाहिँ यो यता हो यो माथिको थानपाटा है यो माथिको थानपाटा है त गाइस यस्तो मिठो जुम हुँदो रहेछ नि थानपाटा अहिले के गर्दैछन् त साथीभाइहरू यो झलुङ्गे यो हो झलुङ्गे अनि हो यो माथिको चाहिँ थानपाटा है त गाइस मिठो देखियो ल म चाहिँ यहाँ छु चस्मा लगाएर टक्क बसिरहेको छु अहिलेलाई जे रमाइलो लाग्यो मजा आयो भनौँ न रमाइलो भन्दा पनि के भन्नु मजा आयो यहाँ बादलहरू उड्दैछन् ढेल दुखेर औडा भएको छ मलाई त गरोस् धेरै त होइन चाहिँ यति ढिलो रहेछ यहाँ चप्पल काट्ने सिस्टम चाहिँ बल्ल आउँदै हुनुहुन्छ सबैजना यो चाहिँ हाम्रो दिदी यल्लो सुट लगाएको
गरसुर यहाँ फोटोसुट हुँदैछ दुईजनाको यता छुट्टै दुनियाँ उता छुट्टै दुनियाँ यता पनि छुट्टै दुनियाँ आफ्नो दुनियाँमा मग्न छन् सबैजना यहाँ हाम्रो दाइ हुनुहुन्छ यो हाम्रो घ्याम्पे भाइ हो सब्सक्राइब लाइक कमेन्ट गरिदिनु यहाँ हाम्रो दाइ हो ल मामेको नि हिट दिने ल अब चाहिँ यहाँ घुम्न पर्ने हुन्छ अरे गरे घुम्यौँ अब यहाँ चाहिँ घुम्न पर्ने हुन्छ गरे हामी चाहिँ अब यहाँ घुम्दिउँ अब चाहिँ हाय गाइस हामी यहाँ मन्दिर पूजा गरेर पनि भ्याइसक्यो अहिले ढोका चाहिँ बन्द छ टिका सिका लगाएर क्लियर आएको छ अलि एकमा राख्नु त्यसमा हुन्छ हस् यो टिका पुस भन्ने त के हो यो निधारमा छ कि नि टिका छ यही हो यो मन्दिर सबैजना आउनु होला घुम्नु होला दर्शन गर्नु होला यही हो बाई बाई अब चाहिँ हामीले यहाँ पूजासुजा गरेर पनि भ्याइयो अब त हामी हिँड्नुपर्ने हुन्छ यहाँबाट तलतिर कहाँ अरे बाख्रा काट्ने बाबु यता साइडतिर दाइ कता साइड हो यता पछाडि भन्ने हुनुहुन्थ्यो यता सर यता हो यतातिर हो कि कता हो अब त्यतैतिर जाऊँ न यो चाहिँ हाम्रो घ्याम्पे भाइ हो सबैले एचएसटी भ्लगलाई सब्सक्राइब गरिदिनु होला यही हो धेरै धेरै माया हामी चाहिँ कतापट्टि हो यहाँ तल कहाँ थियौँ हामीलाई पनि थाहा भएन यहाँ पूजासुजा यहाँ बस्नु त दाइ मिठो रहेछ फोटो खिच्न यहाँ बिहा गर्दा बसौँला नि यहाँ मण्डलमा ठ्याक्क तपाईँहरू बिहा भने जस्तो केटी पायो भनेदेखि यहाँ आएर बिहा गर्छु कि हो सही कसम भनेको जस्तो केटी पायो भने मैले खोजेको जस्तो त्यो गरौँ देखिसक्नु भयो हामीले सबै पूजापाठ गरेर भ्याइसक्यौँ अब चाहिँ हामी निस्किने बेला आइसकेको छ त्यहाँ के गर्नुपर्ने सब गरेर नि भ्याएर नि अहिले कति बज्यो हाम्रो भाइहरू त ट्याक्क त 11 बजेछ 11:30 भएछ 11:30 भएछ अब चाहिँ हामी चाहिँ निस्किन्छौँ यहाँबाट है त अहिलेको लागि यति नै भयो गरौसुरमा अब पछाडि तल भेटौँला अहिले चाहिँ यहाँ गरौसुरबाट चाहिँ बाई बाई भनिदिन्छु मैले ल गरौसुर मन्दिर बाई बाई ल लाग्यो है त गाइस अहिले चाहिँ म निस्किँदैछु ल निस्किएँ है त म यहाँबाट अनि कस्तो भएको छ मलाई मात्रै थाहा छ ल लाग्यो त अब घरतिर मजाले राखिदियो So guys, अब सर र घरतिर गइन्छ अब कता जानु छ र कहीँ गइन्न होला सायदै मैले त के सोचेको थिएँ भन्दाखेरि केही सोचेको थिएन सोच्नलाई सोच्न त त्यस्तरी केही पनि सोचेको थिएन केही पनि भएको थियो त्यही भएर त्यो चाहिँ सबैले निस्किरहेमा चाहिँ अब
भया भन्ने अवस्था पुऱ्याइदिइसक्यो मलाई। पूजा चाहिँ मजाले बसेको गाडी निस्क्यौँ हामी सबै। अब तल तल भेटौँला अब डाइरेक्ट। बवाल छ यो ठाउँ चाहिँ। यहाँ चाहिँ माथिको चाहिँ उयो भयो। मेरो बाइक यस्तरी यहाँ बसेको छन्। बाइक पनि बिग्रेर हैरान कटाएको छन्। फेरि बाइकले पनि कटाउनु सक्नसम्म कटाएको छ। कस्तो छ हेर मैले त यहाँबाट तलतिर। तलको त खै कुन ठाउँ हो। अचम्म लाग्ने बेरक्त लाग्ने ठाउँ रहेछ। यहाँ म आइसकेको छु है। अरू सबै जानु भइसक्यो। म यहाँ रेडबुल खाँदै सेभेन्टिनमा होइन। यो ठाउँ यस्तो बवाल। यहाँ बस्न आउन पनि सक्नुहुन्छ है। सबैजना फ्यामिलीको हुनुहुन्छ भने यहाँ बस्न आउन पनि सक्नुहुन्छ। यस्तो बवाल छ। यताको भाग चाहिँ नि बैरगाडी रामबाछा छाङछाङ दिए। यहाँ मिठो छ चिल हान्ने ठाउँ। यता पनि यो पनि रुमहरू नै होला सायद, मलाई त्यस्तै लाग्छ। यहाँ आउन सक्नुहुन्छ। यता फोटोहरू खिच्न सक्नुहुन्छ हजुरहरूले। तपाईँहरूले देखिसक्नुभयो होला। अहिले चाहिँ मैले यहाँ मन्दिरमा गएर टिका सिका लगाएर पनि तल आइसकेन जस्तो आँदैछु म। अरू चाहिँ गइहाल्नु भयो। रेडबुल छ यहाँ। यो मिठो छैन त ठाउँ ल भन्नु। यहाँ माथि गरौसुर आएर यहाँ नपस्ने मान्छेहरू कोही पनि छैन होला, मलाई त्यस्तै लाग्छ। त्यही हो। आजको भ्लग चाहिँ लामै हुन्छ होला। हिजोको जत्तिकै हुन्छ होला सायद। अझै लामो हुन पनि सक्छ है। हिजो त कति 34 मिनटको भएको थियो। अझै यो त लास्टै कम गरेको मैले। मिलाइ अब कुन हाल्ने नहाल्ने गरेर काटी 34 पुऱ्याएको थियो भल। अब यो त अब सबै हाल्ने हो कि हेरौँ कसरी हाल्छु। त्यति भन्दै म इन्जोय गर्छु मेरो नास्तालाई। डाइरेक्ट कतै नभोलि विष्णु दाइकोमा आइसकेँ। अब बाइक धुन पर्ने हुन्छ हामीले। हिजोको ठगिनी नै हुन्। अब हावा खानुपर्ने हुन्छ हामीले मिठो पारामा। म कतै पनि भुलिनँ, डाइरेक्ट आइदिएँ। अनि भिडियो गर्न पनि पाएन बिच्चामा, त्यही भएर अब यहाँ आएर एकैचोटि गराएँ। त्यही हो। अब बाइक धुन्छु। बाइक धोएर चाहिँ मासतिर फेरि जानुपर्ने हुन्छ एकपालि। पहिला सुरु बाइक धुन्छ है त म। धोएर नि भ्याइयो। धुँदै लाइनै गयो। भेजा बनाइदियो लाइनले एकैछिन। विष्णु दाइले अस्ति आउँदा पनि त्यही पोजिसनमा थिए, अहिले पनि त्यही पोजिसनमा छन्। उनको पोजिसन घट्दैन। विष्णु दाइ स्प्रे चाहियो भन्। स्प्रे मलाई किन चाहियो? यो कति हो? स्प्रे चाहियो बार भन्न सक्नुहुन्छ। यहाँ नयाँ सामान आएको छ विष्णु दाइकोमा। स्प्रेहरू यस्तो स्प्रेहरू आइसकेको छ है दाइकोमा। लाइन गएर तनाव भइसकेको छ मलाई। बाइक चाहिँ यहाँ धोइएर बसिरहेको छन्।
यस्तै लोकल कन्डिसनमा बिग्रेको बाइकहरू यहाँ किन्न पाइन्छ है सेकेन्ड ह्यान्डमा आउन सक्नुहुन्छ त्यही गाइस म बाइक हेरेर सकिसकेँ अब चाहिँ म निस्किन्छु यहाँबाट देखेछु होला के अरे बाइकमा चाहिँ यता गलिङ जाने बाटो यता वालिङ ठ्याक्क बिच्चामा छ कि यो पसल बाइटरीभन्दा अलि यतापट्टि ए डुम्रे मोटरसाइकल वर्कसप गरेँ ल अहिलेलाई चाहिँ नि यति नै भइसक्यो अब म निस्किन्छु गाइस हजुरहरूले देखिसक्नुभयो होला आज कहाँ कहाँ गयो के गरियो भनेर अघि गएको ठाउँ भनेको यहीँ हो यही हो हामी घुमेर नै यस्तो दर्शन गरेर नि आइसक्यौँ आजको लागि यति नै भयो धेरै लामो भइसक्यो होला भिडियो मलाई त्यस्तै लाग्छ हिजोभन्दा पनि धेरै भइसक्यो केही नै भएन अब आजको लागि यति नै भन्दै म बिदा माग्छु लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला ओके बाई बाई गाइज